साथीहरु स्वागत छ सबैजनालाई मेरो ओकेडी भ्लगमा। सो साथीहरु आज चाहिँ हामी बिहानै घाँस हिँड्दै छु। अब घाँस पानी पर्ला जस्तो भएको छ। हेर्नु न यहाँ आल्चा खाना आएको, आल्चा पाकिरहेछ। पाक्यो भने त्यति राम्रो पाकेकै छैन, खानु पर्यो। खै त टिप्दिनु न, ऊ त्यहाँ कम्ता साह्रो पाकिरहेछ। हेर्नु न, उयो हो। तपाईहरुको गाउँतिर छ कि छैन? हाम्रोतिर त यस्तो रातो आल्चा पाकिसक्यो। सो हामी चाहिँ उयो कति रातो भइदियो माथि लेकतिर घाँस जान लाग्यो। अब तिमी जुका कति आउने हो तिमी भन् कति आउने हो थाहा छैन। सो अहिले तपाईहरुलाई देखाउँछु हामी जुका। खै त भेट्दैन के झरे त्यो अर्को तान्न। सो हामी चाहिँ लु टिप्नु तपाईँ सामान त म तान्छु न। भयो के हो पर्दैन त लु भएन। सो यस्तो रातो आल्चा हुन्छ देखाउनु हो रातो। कति मिठो छ, थुगायो होला तपाईँहरूको मुखमा। सो हामी चाहिँ सिरानमा आइपुग्यो। नाम्लो डोरी हाम्रोतिर चाहिँ यस्तो कच्चियाले घाँस काट्छ। कच्चिया देखाउनु नि तपाईँ। खै धार भएको कच्चियाले घाँस काट्छ। तपाईँहरूकोतिर केले काट्छ भनिदिनु होला। ओइ आज नि पानी पर्छ कि हो? त्यही त अस्ति पनि पानीले भिजेको थियो, अझै परिरहेछ। आज नि भिज्ने हो कि क्या? भिजो भन्छ जुकाले खान्छ। अस्ति पनि पानीले भिजेर जुका आएको छ खुट्टा भने होइन। आज नि त्यसो हुन्छ। सो हेरिदिनु होला हाम्रो भिडियो अन्तिमसम्म। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नलाई नभुलिदिनु होला होइन। यो होइन त्यसलाई भनिराख्नुपर्छ त्यसै जाउँ पऱ्यो है। दिउँसो आल्छ छ कहिले कहिले कतिखेर साथीहरू जङ्गलको बाटो हिँड्नुपर्छ। जङ्गल लेकतिर को बोला बजार गुराँस अझै छ हाम्रो जङ्गलतिर। यहाँ फुलिरहेको छ। सक्यो तपाईँ हाल्छ यहाँ एउटा खानु। सो हिँडेको तपाईँलाई अहिले म पाखा देखाउनु। हामी चाहिँ पाखामा आइपुग्यौँ साथीहरू। अब घाँस काट्नुपर्छ। यस्तो खर घाँसको यस्तो छ। यतातिर मान्छेहरू घाँस काटिरहेको छ। हामी चाहिँ भर्खर आइपुग्यौँ। यतातिर मान्छेहरूले भारी परिसकेछ। हाम्रो यहाँ जुका आएर मलाई यहाँ जुकाले खायो। तपाईँलाई होइन जुका देखाउनु हुन्थ्यो। सो अघि देखाउँथ्यो, अब आफै डर लाग्छ हतार्नु पर्दा खालिहाल्यो होइन। त्यही भएर देखाउन पाएन। यतातिर यस्तो घाँस छ। अब काट्नुपर्ने खै पेट्रोल घरिघरि त्यस्तो हुँदो रहेछ क्या यस्तो गर्दा। सो अब कस्तो छ अरे हाम्रो घाँस चाहिँ के डढेर पुरै सुकेको के हो यो? सो अब हामी घाँस काट्नुपर्ने हुन्छ। हेर्नु होला हामी घाँस काटेको म देखाउँछु। हामी चाहिँ घाँस काट्नु थालेको। यसरी पन्जा लाएर घाँस काट्नुपर्छ। अब म पनि काट्ने हो पन्जा लाएर। यस्तो कच्चियाले काट्ने हो। सो घाँस फाल्नु हो। सो अब म घाँस काट्छु, हेरिदिनु होला। छिटो न, म घाँस काट्छु हेर्नु। यसरी यहाँ यसोसँग म पन्जा लाउँछु।
छु अनि यता घाँस काट्नु हेर्नु होला यस्तो हुन्छ घाँस काट्दैछु यसरी मैले चाहिँ घाँस काटेर यसरी थुपारेँ अब मुठा गर्नु पऱ्यो हेर्नु न कम त हुसो लगाएर अँध्यारो भयो के गर्मी भयो र पसिना आएर सब म चाहिँ मुठा बाँध्छु हेरिदिनु होला सो अब म चाहिँ मुठा बाँध्छु घाँसको यसरी मुठा बाँध्छ घाँस त्यस्तो गर्नु घाँस देखेन यसरी मुठा बाँध्छु सो हेर्नु मेरो मुठा कस्तो छ होइन मैले घाँस चाहिँ पुऱ्यायो मुठा बाँधेर यतातिर अब भारी लाउनु पर्ने एकछिन बस्नु भयो थाक्यो गल्यो घाँस काटेर एकछिन अब बिसाउनु पर्यो अनि भारी लगेर भारी बनाएर जानुपर्ने हुन्छ त्यस्तो जङ्गल जाने हाम्रो यहाँबाट त गाउँै देख्दैन जङ्गल मात्र छ सो अब भारी लाएर जानुपर्ने हुन्छ 10 मुठा 9-10 8-9 मुठा पुऱ्यायो अहिले बोक्न नि सक्दैन यो सिटको घाँस त गरौँ हुन्छ सोरै कस्तो भइरहेछ रुगा लगाएर छ मेरो त ठिकै नहुनु भयो यो रुगा पनि कहिले पनि सो यस्तै हो म भारी लगाएर देखाउँछु तपाईँलाई त्योहरू हामीले चाहिँ भारी पनि बनाइसक्यो 150 भारी नम्ला डोरीको अब घर जानुपर्ने हुन्छ एउटा भारी बोक्नु पर्दैछ मेरो चाहिँ यहाँ चप्पल चुटेर हिँडान्छ हो अब कसरी हिँड्नु अहिले जुकाले खुट्टै खान्छ लोडेमा कसरी हिँड्नु होला है चप्पल चुटेर आयो भारी बोक्दैछ गरम भएछ भारी बोकेर जानुपर्ने हुन्छ कत्रो ठुलो भारी भएछ तलपट्टि धेरै भएछ क्या मेरो पनि त्यस्तै हुन्छ होला अब गरम भयो भारी गरम सिटको धारमा पनि यस्तो हिँडेको साथीहरू हामी अब उता तल पुगेर भेटौँ साथीहरू हामी चाहिँ भारी गरम भएर यहाँ बिसाएर बसिरहेको छु मर्नै लाग्यो कम्बर झर्नै झरेन सिटको घाँस गरम भएर हेर्नु भारी त्यस्तै बाङ्गो भएर थाकिसक्यो यहाँ मर्न लागिसकेर गर्मी भएर हे भगवान् के गर्मी हो त जुका त्यस्तै कम त जुका होइन स्याउ स्याउ धन्न आयो हो गर्मी भएर हेर्नु भारी कतिखेर घर पुगेर गर्मी भएर मरिसक्यो के गरम भयो त हौ घाँस पनि सिक्यो थलै बनाउँछु क्या कम्बरै झऱ्यो मेरो यहाँ सो अब घर पुगेर भेटौँ है साथीहरू घाँस लिएर घर पनि आइपुग्यो गर्मी भयो छोरीलाई पनि स्कुल पठाएर मिसाएर अब गर्मी अब खाना बनाउनु पर्ने अब आजलाई त्यस्तै भयो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो यति बाई बाई।